आउँदै गरेको महान चाड विजयदशमी तथा शुभ दीपावलीको शुभकामना दिँदै तपाईँहरूको माझ मैले यो घर लिएर आइसकेको छु। म अहिले यो घरको लिभिङ रुममा छु। देख्न सक्नुहुन्छ तपाईँले इन्टेरियर्स एन्ड म्याटेरियल्समा कतै पनि कम्प्रोमाइज गरेको छैन। फ्लोरिङमा देख्न सक्नुहुन्छ हार्डवुड र वालमा प्यानलिङ र लाइटिङमा एउटा ब्युटिफुल च्यान्डलियर पनि देख्न सक्नुहुन्छ माथि सिलिङमा। क्लासिकल चेयरसँगै तपाईँले पाउनुहुन्छ एउटा रोटेटिङ डाइनिङ टेबल, घुम्ने डाइनिङ टेबल पनि भनेर बुझ्न सक्नुहुन्छ। लेफ्ट साइडमा एउटा राम्रो बेसिन पनि छ जहाँ तपाईँले ह्यान्ड वास, डिसवास जे नि गर्न सक्नुहुन्छ र राइटपट्टि साइडमा तपाईँले देख्न सक्नुहुन्छ एउटा बाल्कनी। तपाईँले स्टेयरकेसको बेडरुम एन्ड किचनको मिडलमा पाउनुहुन्छ एउटा ब्युटिफुल लबी एरिया पनि जहाँ तपाईँले एउटा ह्यान्ड वास बेसिन र कमन बाथरुम पनि पाउनुहुन्छ, साथै दुईटा बेडरुम पनि। सेकेन्ड फ्लोरमा तपाईँले अर्को पनि एउटा बिग मास्टर बेडरुम पाउन सक्नुहुन्छ। यो एकदम रेडी टु मुभ इन होम भएकोले तपाईँले फर्निचरहरू सबै यहाँ पाउनुहुन्छ। आफ्नो लागि लुगा मात्रै लिएर आएर यो बेडरुममा सिफ्ट पनि हुन सक्नुहुन्छ। यो बेडरुममा तपाईँले एउटा अट्याच बाथरुम पाउनुहुन्छ र साथै एउटा बाल्कनी पनि पाउन सक्नुहुन्छ जहाँबाट चाहिँ तपाईँले राम्रो भ्यू पनि देख्न सक्नुहुन्छ। ढिला नगरिकन प्रपर्टीको डिटेल्सतिर लागौँ। यो घरमा तपाईँले पाउन सक्नुहुन्छ एकदम ह्युज एन्ड स्पेसियस पार्किङ जहाँ तपाईँले एउटा गाडी पार्क गरेर पनि 4 देखि 5वटा बाइक मजाले पार्क गर्न सक्नुहुन्छ। घर अगाडि तपाईँले 13 फिटको रोडको एक्सेस पाउनुहुन्छ भने हाइवेबाट मात्रै 500 मिटरको डिस्टेन्समा यो प्रपर्टी मजाले पाउन सक्नुहुन्छ। यो प्रपर्टी यदि तपाईँलाई मन परेमा र थप जानकारी चाहिएमा आजै गणपति बिल्डर्स एन्ड रियल इस्टेटमा सम्पर्क गर्नुहोला। नम्बर तल डिस्क्रिप्सनमा दिएको छ। धन्यवाद।